हेलो गाइस, आज चाहिँ हामी ज्योमेट्रिक मिनको बारेमा पढ्न गइरहेका छौँ। ज्योमेट्रिक मिन भनेको चाहिँ के हो भन्दाखेरि जस्तै कुनै पनि दुईटा ए र बी, यो फर्स्ट टर्म यो लास्ट टर्म, यसको बिचमा एउटा टर्म छ अरे भने त्यसको ज्योमेट्रिक मिन निकाल्न के गर्छौँ भन्दाखेरि एजिबिआर इन ज्योमेट्रिक सिक्वेन्स। अब ज्योमेट्रिक सिक्वेन्समा भयो भने के हुन्छ, कन्सिक्युटिभ टर्म्सको रेसियो कमन हुन्छ, सेम आउँछ भनेपछि T2/T1 इक्वल्स टु T3/T2 हुने भयो। T2 के छ यहाँ, जी छ बाई ए इक्वल्स टु T3 बी छ बाई T2 जी छ, जी स्क्वायर इक्वल्स टु एबी, जी इक्वल्स टु एबी हो। यसरी हामीले यो फर्मुला लगाएर ज्योमेट्रिक मिन निकाल्न सक्छौँ यदि कुनै फर्स्ट टर्म र लास्ट टर्मको बिचमा एउटा नम्बर छ। जस्तै दुईटा नम्बर हामीले 2 र 18 मान्यौँ भने जी इक्वल्स टु 2 इन्टु रुट अन्डर 2 इन्टु 18 भयो, रुट अन्डर 36 भयो। यसको एन्सर 6 आउने भयो। अब जस्तै ए र बी चाहिँ ए फर्स्ट टर्म बी लास्ट टर्म भयो, यसको बिचमा चाहिँ धेरैवटा मिन छ अरे, ज्योमेट्रिक मिन ए कमा जी1 कमा जी2 कमा जी3 कमा बी छ। अब यस्तो केसमा चाहिँ हामीले ज्योमेट्रिक मिन निकाल्नको लागि यसमा त अब ए र बीको ज्योमेट्रिक मिन निकाल्दा जी2 आउने भयो, किनभने यो मिडलमा छ। यो र यो यसको मद्दतले जी1 आउने भयो, यो र यसको मद्दतले जी3 आउने भयो। तर ए कमा जी1 कमा जी2 कमा बी भयो अरे, यसमा चाहिँ हामीले कसरी गर्नु, किनभने यसको बिचमा कुनै ठ्याक्कै मिडलमा पर्ने भएन। यसको लागि अर्कै मेथड युज गर्नुपर्ने हुन्छ, जुन मेथड हामीले अब हेर्न गइरहेका छौँ। त्यसको लागि चाहिँ हामीले जस्तै अघि हामीले अब बिचमा धेरैवटा मिन भयो अर्थमेटिक हामीले सल्भ गर्दाखेरि बिचमा धेरैवटा मिन भयो भने हामीले मेथड लङ हुन्छ भनेर कमन डिफ्रेन्स निकालेर गरिरहेको थियौँ। अब कमन डिफ्रेन्सको सट्टामा यो जियोमेट्रिकमा के हुन्छ, कमन रेसियो हुन्छ भनेपछि हामीले कमन रेसियो निकाल्नु पर्यो। कमन रेसियो निकाल्ने फर्मुला छ यसमा, फर्स्ट टर्म र लास्ट टर्म अनि ज्योमेट्रिक मिन, नम्बर अफ ज्योमेट्रिक मिनबाट हामीले कमन रेसियो निकाल्न सक्छौँ। अब यो फर्मुला चाहिँ आर इक्वल्स टु बी बाई ए पावर 1/n+1 हो। यसमा एन भनेको चाहिँ नम्बर अफ मिन्स हो, अनि बी र ए भनेको, बी भनेको लास्ट टर्म हो भने ए भनेको फर्स्ट टर्म हो। अब हामीले अघि पनि के भनेको थियौँ, अघि होइन हाम्रो अगाडिको भिडियोहरू हेर्नुभएको छ भने टिएन इक्वल्स टु एआर पावर n-1 हो। टिएनलाई हामीले बी पनि लेख्दा हुन्छ भनेको छौँ। अब यसमा भनेको यो एन भनेको चाहिँ नम्बर अफ टर्म्स हो। नम्बर अफ टर्म्सलाई हामीले यसमा चाहिँ क्यापिटलमा लेखिदिउँ। अब हामीले टिएनलाई बी लेख्यौँ इक्वल्स टु एआर पावर n-1 भयो। एआर पावर जहिले पनि कुनै पनि सिक्वेन्समा नम्बर अफ टर्म्स भनेको नम्बर अफ मिन्स प्लस 2 हुन्छ, किनभने बिचको सबै नम्बर अफ मिन्स हो। त्यसमा फर्स्ट टर्म र लास्ट टर्म जोड्यो भने नम्बर अफ टर्म्स आउने भयो भनेपछि एआर पावर एनको ठाउँमा हामीले n+2 लेख्न मिल्यो। यो भनेको नम्बर अफ मिन्स हो, यसमा एआर पावर n+1 भयो। यसरी हामीले आर इक्वल्स टु यो निकाल्यौँ। यति चाहिँ तपाईँ याद गर्नुहोस् या जे गर्नुहोस्, यो चाहिँ हामीले बिर्सिनु भएन। अब यो निकालेपछि हामीले के भयो भन्दाखेरि हामीसँग ए पनि हुन्छ आर पनि हुन्छ भनेपछि हामीले T2 निकाल्न मिल्यो। T2 भनेको के हो भन्दाखेरि जी1 हो, T2 भनेको जी1 हो, T3 भनेको जी2 हो। यसरी हामीले जति पनि हामीले भ्यालु निकाल्न सक्यौँ। अब एउटा क्वेसन हेर्ने हो भने जस्तै एउटा क्वेसन छ, insert 4 geometric mean. Insert 4 geometric means between 2/3 and 162. अब यसलाई हामीले के गर्न सक्यौँ भन्दाखेरि ए भनेको 2/3 भयो, बी भनेको 162 भयो। अब आर निकाल्नको लागि बी बाई ए पावर 1/n+1 हुन्छ। बी भनेको 162 छ,
ए भनेको 2/3 छ, पावर 1 नम्बर अफ मिन्स हाम्रो 4 छ, 4 + 1 भयो 5 इक्वल्स टु यसलाई 243 हुने भयो। किनभने 162 × 3 / 2 भयो। 2 8 = 16, 2 1 = 2, 81 × 3 भनेको 1 × 3, 8 3 = 24, पावर 1/5 हुने भयो। अनि 243 भनेको 3 को पावर 5 हो, इन्टु 1/5 हुन्छ। अनि यो 5 5 कट्यो, यो 3 रह्यो, 3 भनेको कमन रेसियो भयो। भनेपछि हाम्रो G1 भनेको T2 हो, भनेको AR पावर 2 - 1, AR पावर 1, AR लेख्दा भयो 2/3 × 3। यसरी हाम्रो G1 G2 G3 पनि आउँछ। यही मेथडले गर्नु होला। अनि अर्को एउटा क्वेसन पनि भनेको हुनसक्छ, जस्तै नम्बर अफ जियोमेट्रिक मिन्स चाहिँ n हो अरे। जियोमेट्रिक मिन्स n छ अरे। अनि थर्ड मिन चाहिँ G3, थर्ड मिन चाहिँ 24 अरे। अब सुरुमा फाइन्ड द रिमेनिङ मिन्स भनिदिन्छ। अब यसमा चाहिँ के गर्ने भन्दाखेरि सुरुमा कमन रेसियो निकाल्ने। कमन रेसियो निकाल्नको लागि हामीले के गर्नु पर्यो, G3 भनेको के हो भन्ने कुरा हामीलाई थाहा छ। अब यो क्वेसनमा चाहिँ अब के भनेको छ भने फर्स्ट टर्म भनेको 3, लास्ट टर्म भनेको 96 भनेको छ। अब G3 भनेको के हो, T4 भनेको G3 हो। भनेपछि AR पावर T4 - 1 भनेको 3 इक्वल्स टु 24। ए भनेको हामीसँग छँदैछ 3 × R को पावर 3 इक्वल्स टु 24। यसलाई तपाईँले सल्भ गर्नुभयो भने यसको एन्सर भनेको 2 आउँछ। कमन रेसियो 2 आयो। भनेपछि अब नाउ नम्बर अफ टर्म्स निकाल्नको लागि R इक्वल्स टु B/A पावर 1/n+1 भन्ने फर्मुला छ। R भनेको 2 छ, अनि यो भनेको 96 हो। लास्ट टर्म भनेको फर्स्ट टर्म भनेको 3 हो। 1 + n+1, 2 इक्वल्स टु 3 3 3 = 9, 3 2 = 6, पावर 1/n+1। अब 2 इक्वल्स टु 2 को पावर नै बनाउनु पर्यो। 2 को पावर कति 32 हो, 5 5 × 1/n+1। अब 2 को पावर 1 भयो, यहाँ 2 को पावर यति भयो। बेस यदि इक्वल छ भने पावर पनि इक्वल हुने भयो। 5/n+1, n+1 इक्वल्स टु 5, देयरफोर n इक्वल्स टु 4। अब हामीसँग n पनि छ, R पनि छ, A पनि छ, B पनि छ, n पनि आयो। अब रिमेनिङ मिन्स निकाल्नको लागि जस्तै G3 नम्बर अफ मिन्स, अब जस्तै A G1 G2 G3 G4, किनभने नम्बर अफ मिन्स 4 वटा छ। अनि B भयो, हामीसँग यो G3 छ। भनेपछि हामीले अब G1 निकाल्नको लागि AR, G2 निकाल्नको लागि AR², A भनेको कति हो, A भनेको 3 हो, इन्टु R भनेको निकालिसकेका छौँ 2, यसरी 6। यसरी हामीले अरू रिमेनिङ मिन्सहरू पनि निकाल्न सक्छौँ। अब यस्तै तरिकाले तपाईँहरूले क्वेसनहरू प्र्याक्टिस गर्दै जानुभयो भने यस्ता खाले क्वेसनहरू तपाईँहरूले सल्भ गर्न सक्नुहुन्छ। अब अगाडिको एउटा सिम्पल क्वेसनहरू पनि प्र्याक्टिस गरौँ जस्तो लाग्यो। अनि तपाईँहरूले बुझ्नु भएको छ कि छैन, जहिले पनि अर्थमेटिक मिन चाहिँ जियोमेट्रिक मिनभन्दा ग्रेटर हुन्छ। अब जस्तै A र B दुइटैको सेम छ भने अर्थमेटिक मिन त्यसको जहिले पनि ग्रेटर हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। अब यस्तै नै हुन् क्वेसनहरू। कुनै पनि क्वेसनहरू तपाईँहरूलाई आएन भने
मलाई फेसबुकमा मेसेज गर्न सक्नुहुन्छ है। थ्याङ्क यू।